त्यत्रो कति के गरे भने घरबाट त कहीँ जाँदैन थियो मेरो छोरा। तपाईँ एउटा आमा हुनुहुन्छ होइन? अब 9 महिना छ पेटमा छोरा हुर्काउनु भयो। अनि छोराको यो अवस्था देख्दाखेरि 29 वर्षको उमेरमा यसरी चाहिँ ज्यान गुमाएका छन् र विवाह नगरेको यो घटनालाई छोराले आफै नै भयो कि अथवा ती साथीहरू नै घटाएको जस्तो लाग्छ तपाईँलाई? मलाई त साथीहरू आफै घटाउनु सक्दैन हजुर, आफै त्यस्तो मान्छे होइन त्यो, साथीले मलाई चाहिँ सङ्ख्या त्यही छ। जस्तै उहाँ आन्टीले भनिराख्नु भएको छ हिजो ट्रेन गरी मैले खोजेँ त्यो ठाउँमा केही पनि भेटिएन र आज चाहिँ जाँदा त्यही खोजेको ठाउँमा चाहिँ सबै भेटेको भन्ने कुरा आएको। यसरी हेर्दा अलिकति हामी अनुमान पनि गर्न सक्छौँ यो घटना चाहिँ पछि त्यहाँ सब लुकाइएको अथवा पछि त्यहाँ फालिएको पछि फाले जस्तो लाग्यो हामीलाई। हजुर हजुर त्यो राति फाले जस्तै छ, राति फाले नत्र शून्य पनि छैन, केही पनि छैन, केही छैन, केही छैन। या त राति फाल्यो या त त्यो होम पाइप भित्र थियो, त्यो रातभरि थिएन होम पाइप भित्र। मैले हेरेँ आएर बिहान पानी हल्लियो नि त, राति पानी हल्लिएको कारणले बाहिर निस्कियो जस्तो शङ्का छ हामीलाई। तर त्यो भित्रै थियो त्यो मारेरै फालेको, आफू त मरेन, हामी पनि पडोसी हौँ, यहाँनिर छ मेरो घर है, म पनि पडोसी मान्छे हुँ, मेरो पनि भाइ हो, नाता भाइ हो। तर हामी कति खोज्यौँ, कति के गरौँ, भेटाउँदै 4 दिनसम्म त्यही फ्याक्ट्रीमै घुम्यौँ, फ्याक्ट्रीमै खोज्यौँ। हिजो पनि चार चोटि 4 टोल गइकन हेऱ्यो। 4 दिनपछि आज भेट्यो भने हजुर हजुर 4 दिनपछि अनि बिहान 5 बजे 7:30 बजेतिरबाट त्यहीँ भेट्यो फेरि। अझै पहिला पनि घरबाट यसरी जानुहुन्थ्यो अथवा साथीको पहिला पनि बस्नुहुन्थ्यो कि यो पहिलोचोटि बस्नु भएको? एकैचोटि गएको हजुर, अहिले कति 2 वर्ष भयो नै, साथीसम्म गएर साथीको दिदीको घरमा बसेर त्यहाँपछि त्यो साथीसम्म आइहाल्ने घर। तर यस्तो कहिले बस्नु नै त्यस्तो बस्दैन हजुर, कहिले नबस्ने, जति खाया पिया पनि आफ्नै घरमा आइजान्छ। हो दिदी यही हो, यसको घरमा जान्छ मात्र खायो। आफ्नो ठुलो बुवाको घर अब भाइ गुमाउनु भएको छ अहिले, के भन्नुहुन्छ यो घटनालाई हेर्दा भाइलाई चाहिँ उहाँले साथीहरू नै त्यस्तो घटना घटाइयो हो? अब यो घटना घटाएको छ, अब मेरो भाइलाई त्यसरी जसले त्यस्तो त्यसलाई कारवाही गर्नुपर्छ। अहिले मेरो भाइलाई गरे भोलि अर्काको भाइलाई पनि त्यस्तो गर्ला, भोलि अर्काको भाइलाई त्यस्तो गर्नु पाइँदैन। न्याय त हामीले अनिवार्य पाउनु पर्यो, न्याय त हुनै पर्यो। कि फाँसीको सजाय हुनु पर्यो कि जीवन कैद हुनु पर्यो त्यसको। आमा के भन्नुहुन्छ? के भन्नुहुन्छ? मेरो भनाइ पनि त्यही छ, सजाय हुनै पर्छ। मेरा छोरालाई त्यस्तो गरेपछि मलाई कस्तो लाग्यो होला पीडा। चाँडोभन्दा चाँडो हजुर चाँडोभन्दा चाँडै गर्नुपर्छ। त्यस्तै के भन्नुहुन्छ बुवा? ठिक त्यसो केही गर्नु पर्यो। त्यो साथीहरू नै घटना घटायो, साथीले घटना जस्तो छ। कहाँ जान्छु भन्ने केही भन्नुभएको थियो उहाँले? जान्छु केही भन्यो न, अब यहाँ तलसम्म त्यो घरमा गयो, त्यहाँबाट गएर अब बोलाएर लग्यो, त्यहाँनिर आएर साथीहरूले लग्यो। साथीले कतिजना साथी हुन्थ्यो? 7 जना थिए साथी। देख्नु भएको थियो हजुरले? देखाएको न भन्ने मान्छेले सुने हजुर। त्यहाँ गइसकेपछि अब छोरा आने साँझसम्म आउनु आयो न, साँझ आयो न, मैले सोचेँ कि त्यहाँबाट आउँछ, अब साँझ आइजाला आफ्नो आफन्तीको घरमा गएको थियो यसो सोचेँ। साँझ आएन, अनि त्यो साँझको पछिल्ला दिनी अझै 1-2 बजे मैले खोजी गरेँ। उहाँलाई भनेको मैले बाबु कहाँ छ अज्जु भने, त्यहीको साथीलाई सोद्धाखेरि त्यसले भने कि यहाँ छैन, यहाँबाट गइगयो भने थाहै छैन। फेरि मैले कसैलाई खायो पियो हो अनि तपाईँहरूले रात पनि खोज्नु भन्नु त्यो साँझ खोज्नु हजुर। साथीको उहाँ साथी पनि थियो, हाम्रो त्यहाँ परिवार पनि छ, तिनको घरमा गयो आफन्तको घरमा। नआउँदाखेरि फेरि मैले खोजी गरेँ 1-2 बजेतिर खोजी गरेँ। उहाँलाई भने कि बाबु खोइ अज्जु त्यहाँ छ कि, त्यसलाई सोध्नु भयो कि भने सोधेँ, त्यसले छैन भन्यो। पछि मैले भने किन छैन भन्छ, त्यो त्यसको घरमै होला भनेर भन्यो। फेरि उहाँ खोज्नु जानुभयो, त्यहाँ खोजेर आउनुभयो, फेरि भेटेन। त्यहाँ पछि त्यहीँ बिस्तारै त्यहाँ खबर पाइयो, बिस्तारै त्यहाँ भित्र गएर खोज्नु लाग्यो। यति थिए यति खायो भन्ने कुरा, फेरि बस्यो भन्ने कुरा फेरि भोलिपल्ट थाहा भयो हजुर। त्यसपछि तपाईँहरूले खोजीकाहरूले प्रहरीमा निम्तिनु भयो? हजुर
आफन्तहरूको खोजी गर्दा गर्दा पछि पत्ता लाग्यो हजुर खोजी कार्य सुरु भयो हैन अनि त्यसपछि यहाँ अनि तपाईले प्रहरीले एकातिर खोजी कार्य गरिरहेको थियो भनौँ हजुर। तपाईले अनि कहाँ खोज्नुभयो त यहाँ बाहेक अरू कहाँ कहाँ यहीँ खोज्यौँ धेरै त यहाँ भित्रै सङ्ख्या हुनाले त्यहीँ भित्रै खोज्यौँ त्यही फ्याक्ट्रीमै खोज्नुभयो फ्याक्ट्रीमा खोज्यौँ कुलामा खोज्यौँ सबै ठाउँमा खोज्दाखेरि हिजोसम्म त्यो बिहान पनि भेट्टेन हिजो पनि जानुभयो हिजो पनि गयौँ अस्ति पनि गएँ 3 दिनसम्म हजुर हजुर आज बिहान जाँदाखेरि पनि भेट्टेन पछि त्यहाँपछि ती छोरा र एउटा नातिलाई पठाउँदाखेरि त्यसपछि अझै त्यहीँनिर भेट्यो हत्या नै गरेको जहाँसम्म तिमीले हत्या नै गरेका हौ तिमीले तिनीहरू के सोचेर त्यस्तै हुनु पर्यो जसरी त्यसको लास घरमा आमालाई यसरी तडपाएको छ त्यस्तरी त्यसलाई पनि त्यसको घरमा आमा बाउलाई पनि तडपाउनु पर्यो त्यसरी हानपिट गरेर मारे उसलाई पनि त्यसरी मार्न पाऊ भन्ने त्यो सजाय त्यसले लिनै पर्छ त्यसले पनि यो पछाडिको एउटा चिनी मिलमा अचम्मको घटना घटेको छ दर्शकबिन सुन्दै आङ जिरिङ्ग हुन्छ एक 29 वर्षका लगभग युवाको यहाँ मृत्यु भएको खबर हामीले प्राप्त गरिसकेपछि रिपोर्टिङको क्रममा यो चिनी मिलमा पुगेका छौँ यो कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्बर 10 मा रहेको बारसुरिङ सुगर चिनी मिल हो यहाँ घर परिवारका अनुसार फागुन 28 गते साथीहरूसँग पिकनिक खान आएका अजय सुनार एकाएक मृत फेला परेर आज बिहान मात्रै यहाँबाट लास पोस्टमार्टमको लागि टिकापुर लगिएको छ यति बेला घर परिवार निकै दुखी छन् पार्टी खान आएका साथीसँगै तर साथीहरूले हामीलाई केही पनि थाहा छैन के भयो कहाँ गयो केही थाहा छैन भनेर भनेका थिए तर अहिले 4 जना साथीहरू भने प्रहरीले समातेको छ हेर्नुस् त एकदमै यो हेर्नुस् यो यति गहिरो यो पानी छ यो गहिरो पानीमा ती सुनार तैरिँदै यहाँ पुगेका थिए केही पर साथीहरूले चाहिँ पार्टी गरेको भन्ने पनि आँख खुलेको छ तर यहाँ स्थानीयहरूले देखिसकेपछि यहाँबाट सप निकालेर टिकापुर लगिएको छ एउटा यो ठाउँमा धेरै दर्शकहरू धेरै नागरिकहरू घुम्नको लागि आउने गर्छन् र धेरै लामो समयदेखि बन्द रहेको बासुरिङ सुगर मिलमा धेरैले पिकनिकको लागि आउने गर्थे तर यस्तो घटना होला कसैले सोचेका थिएनन् यसको विषयमा स्थानीयहरूसँग विशेष गरी कुराकानी गरेका छौँ हेर्नुहोस् फागुनको 28 गते एकजना 29 वर्षीय अजय सुनार आफ्नो घरबाट बिहान करिब 11 बजे निस्केका थिए त्यो समयदेखि बेपत्ता भएका थिए र उहाँको परिवारले उहाँलाई खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय लम्कीमा पनि निवेदन दिएका थिए आज 5 दिन भएको छ आज चैतको 3 गते यो चिनी फ्याक्ट्री यो पछाडिबाट यही ठाउँमा चाहिँ तिनै 29 वर्षीय अजय सुनारको चाहिँ सब फेला परेको छ हेर्नु त अचम्मको घटना घटेको छ परिवारले जानकारी गरे अनुसार उनी साथीसँग चाहिँ यसै ठाउँमा चाहिँ आएका थिए भन्ने कुरा जानकारी आएको छ र जो सबलाई देख्ने हामी यता स्थानीय हुनुहुन्छ उहाँसँग हामी केही कुराहरू गर्छौँ यो घटनाको आउनुहोस् यो ठाउँ यो पछाडिपट्टि जुन चाहिँ 29 वर्षीय अजय सुनारलाई यो फेला परेको छ सबैलाई नमस्कार छ है हजुर नमस्कार यो खासमा तपाईँ कसलाई देखा सुरुमा देख्ने छैन कोही छैन थाहै छैन यो ठाउँमा चाहिँ सब फेला परेको होइन यो कस्तो अवस्थामा थियो लगभग तपाईँ सुने हुन्छ यहाँ अब हामी आउँदा भित्र हामीले छिर्नै पाएनौँ यो ठाउँमा कि त्यहाँ पल्लो छेउमा थियो त्यहाँ पानीमै थिए पानीमै थियो अनि उनी घरबाट चाहिँ 28 गते चाहिँ 11 बजे निस्केको भन्ने कुरा आएको छ त्यो त मै पनि थाहा छैन उहाँहरूले थाहा सोध्दा थाहा हुन्छ मैले हिजो थाहा पाएको कुरा 11 बजे 11 बजे स्कुलमा आएको थियो अनि साथीहरूसँग यसो ठाउँमा चाहिँ आएको अब खानपिन गरेको भन्ने कुरा आएको छ हो त्यो खानपिन गरे तिनीहरूले कतिजनाका सम्म हुन्थ्यो भन्ने कुरा त्यो अब हाम्रो अनुमानले 7 जना अनुमान लगाएको छौँ तर जना त्यहाँ 5 भेटेका छन् हजुर हजुर होइन 4 जना समाज छन् 1 जना अब मृतक भइहाल्यो हजुर अब 2 जना को हुन् ती अब उनीहरू भन्ने हो नि हामीलाई थाहा छैन त्यो भने 4 जना प्रहरीको हिरासतमा हुनुहुन्छ अहिले 4 जना प्रहरीको हिरासतमा यो घटनामा चाहिँ 4 जना छोपेका छन् साथी नै साथी नै उनीसँग बसेर खानपिन गरेका साथी नै खानपिन गरेको भन्ने कुरा छ तपाईँ अजयको के स्थान आफ्नो नाता के पर्नुहुन्छ तपाईँ मेरो भतिजा पर्नुहुन्छ अजय कस्तो खालको व्यक्ति हुनुहुन्छ तपाईँले अब अजय भनेको अब केटा हो होइन अब घुमघाम त गरिरहन्थ्यो हजुर अब उसको अब यस्तो अरू बानी ड्रग्स सरक त्यस्तो थिएन नसापान त्यस्तो केही थिएन अब कहिले काहीँ जाँड खान्थ्यो
सामान्यतया खान्थ्यो तर अब त्यस्तो अवस्थामा खाँदैन थियो त्यस्तो थिएन उहाँले विवाह गर्नु भएको थियो या विवाह गरेका थिए विवाह गर्नु भएको थिएन यो ठाउँमा चाहिँ खुल्ला छ त जस्तो ठाउँमा यहाँ चाहिँ धेरै मान्छेहरू दिउँसो पनि आउने ठाउँ रहेछ अलिक गर्दाखेरि अब यो विषयमा हामी धेरै नबोल्नु हजुर होइन किन भन्दा यो अब यो ठाउँ राज्यले नै छाडा गरिदिएको छ यसलाई छाडा ठाउँ भनेको छ छाडा ठाउँ छ जो पनि आउनु सक्ने ठाउँ रहेछ ठाउँ छ यो जस्तो अब यो राज्यले केही गरिदिए भए त यो घटना यहाँ नघट्न सक्थ्यो नि त खुला क्षेत्र भयो खुला क्षेत्र भएको कारणले यहाँ आउने जाने सारा चिज मनोरञ्जन गर्ने दुनियाँदारी गर्ने त्यस्तो ठाउँ छ यो त्यस्तो ठाउँ भएको छ यहाँ धेरै घटना घटिसक्यो यहाँ जस्तै मैले यता दाई एकजना दाई हुन्छ हजुर नाम भन्नुहोस् न मेरो नाम जयेन्द्र बहादुर सुनार सुनार तपाईँको यो अझै के पर्छ नाता मेरो साला नाता पर्छ साला हुनुहुन्छ हजुर उहाँको घटना यस्तो दुःखदायी घटना छ 29 वर्षको हुनुहुन्छ अविवाहित हुनुहुन्न थियो हजुर हजुर यो ठाउँमा चाहिँ नसोचेको घटना घटेको छ हजुर यो घटनाले कसरी लिनु भएको छ यो घटना आफै घट्यो अथवा कुनै घटाइएको जस्तो छ साथीसँग चाहिँ यहाँ ठाउँमा आएको यसै ठाउँमा चाहिँ हराएको भन्ने आउन चाहिँ यहीँ भित्रै आएको साथीहरूसँग आएको भन्ने ऊ छ है अब खानपिन गरे भन्न पनि आइएको छ त्यो हजुर होइन अब के भयो कस्तो भयो त्यो अब अहिले कुनै थाहा भएको छैन खुलेको छैन अब त्यही रिपोर्ट आएपछि त्यो त्यहाँ के भेटियो त यहाँ के साथीहरूसँग खानपिन के भेटियो भन्ने कुरा चर्चामा आएको थियो केही भेट्या छैन सर यहाँ नै यो ठाउँमा चाहिँ केही भेट्या छैन खानपिन अन्ती गरेको ठाउँ अब हामीलाई पनि थाहा भएन त्यो सब चाहिँ यहाँ फेला पऱ्यो भनौँ न सब मात्रै यहीँ अब यो उसमा पानीमै थियो तल हजुर पानीमै साथीहरूलाई सोद्धाखेरि गइसक्यो अनि अहिले चाहिँ पुलिसले चाहिँ 4 जना चाहिँ समातेको छ भनेको छ हजुर 4 जना होइन चारजना यसमा यति नै मात्र छ कि अरू पनि छन् जस्तो लाग्छ अनुमान थियो पहिला सुन्दाखेरि अब अहिले चाहिँ 4 जना समातिया छ अब उहाँ सोधपुछ गरेपछि अब कतिजना छन् उनीहरूले चाहिँ आफैले बोक्ने बोलेको छ भन्ने कबुल गरेको छ हजुर 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 अनि पोस्टमार्टम गर्नको लागि उहाँको सब चाहिँ टिकापुर हजुर अब यो घटनालाई हेर्दाखेरि तपाईँ यो घटनालाई अब घटना घटाइएको अथवा यो आफै आत्महत्या नै गरेको जस्तो के लाग्छ अलिकति तपाईँ आत्महत्या त हुनै सक्दैन जहाँसम्म है हामी अहिले त्यो भन्न मिल्दैन होइन अब त्यो चाहिँ अब रिपोर्ट आएपछि आफन्तसँग अलिकति नै त्यो अब हामीलाई पनि त्यो जानकारी छैन मान्छे राम्रै हो है कसैसँग न झगडा गर्ने नै त्यस्तो मान्छे त थिएन त्यो त्यस्तो थिएन नै सर त्यस्तो मान्छे होइन ऊ अब के भयो जे भयो अब साथीहरूले गरे या के भयो त्यो उनीहरूलाई सोधेपछि त्यसपछि मात्र अब 4 जना चाहिँ पुरैको हजुर 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 अन्दामा हुनुहुन्छ परिसँग होइन दर्शकको यसै ठाउँमा चाहिँ जुन 29 वर्षीय अजय सुनार चाहिँ यो ठाउँमा फेला पर्नु भएको रहेछ उनी चाहिँ घरबाट 28 गते फागुनको 28 गते 11 बजे घरबाट निस्केको मान्छे आज 5 दिन भयो हेर्नुहोस् उहाँको परिवारले खोजीकार्य गरिरहेको थियो आफ्नै साथीसँग आएको भन्ने कुरा पनि आएको छ र 5 दिनपछि खोजीकार्य गर्दा यो ठाउँमा चाहिँ यहाँ चाहिँ सब फेला परेको भन्ने कुरा आएको जानकारी आएको यो चिनी फ्याक्ट्री हो यो यहाँ चाहिँ धेरै वर्षदेखि यो चाहिँ अहिले बन्द रहेको छ यहाँ चाहिँ खुला क्षेत्र छ यो ठाउँमा यो पानी ठाउँहरू चाहिँ यहाँ भेटिएको रहेछ अहिले प्रहरीले यस घटनामा चाहिँ उहाँकै 4 जना साथीलाई चाहिँ आफ्नो हिरासतमा लगेको छ र सोधपुछको कार्य अनुसन्धान जारी नै छ र उहाँको सब चाहिँ यतिखेर टिकापुर अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ यो कोही मान्छेले अब उताबाट ल्याएर त्यो हानेर त्यसलाई मारेर उतै फाले रहेछ हिजो त्यो हावाले हल्ला ल्याउँदाखेरि यता आएर रहेछ त्यो मान्छे नत्र आज 5 दिन भइगयो त 5 दिनसम्म कोही पनि त भेट्टा धेरै गइलो अनि यहाँमा कोही गइ पनि सकेन साथै जाँदै गइसकेन यहाँ कस्तो गइलो छ लास त यतै थियो यतै तल थियो भन्ने सुनेको थियो यहाँ तल यसै आयो गाड्ने बेला त त्यताबाट गाड्यो यताबाट यो सिडी पनि यतै छ त्यताबाट गाड्यो अनि लास अनि यता सुतालिदियो कि यो उपन यही छ नि पन्जाहरू पनि यही छन् अनि यताबाट निकाल्यो तिनीहरूलाई पनि अप्ठ्यारो भयो गाड्ने बेला अप्ठ्यारो भयो धेरै गइला ठुलै बम्बु तपाईले पटक देख्नुभयो हजुर देख्नुभयो यहाँ बिहान मेरो बाबुले देख्यो मेरो छोरा हो जेठुवाला त्यो देख्दाखेरि त्यो फेन्टो भइगयो के त्यो कति बजे रहेछ बिहान देखेको तपाईले बिहान कतिखेर भनेपछि हजुर बिहान कतिखेर भनेपछि कति 11 बजेतिर 11 बजे या 10 यसै 11 9 10 बजे तपाई के भन्नुहुन्छ उहाँको अझैको मेरो देवर हुन्छ अझै कस्तो खालको व्यक्ति हुनुहुन्थ्यो उहाँ त पतला हुनुहुन्थ्यो अनि कानमा मुन्द्री एउटा टप हालेको छ कस्तो थियो समाजमा कसले अनि समाजमा त यति राम्रो त्यो जस्तो मान्छे कोही पनि छैन जिन्दगीमा
छैन कोही पनि कोही चोरी नखाने कोही भनी नबिगाड्ने कोही कसैलाई हान्ने नै आफू कुटाइ पाउला कसैलाई नहान्ने त्यस्तो मान्छे विवाह गर्नु भएको छैन है विवाह गरेका छैनन् उहाँहरू चाहिँ जस्तो कि 5 दिन अगाडि उहाँहरू चाहिँ पिकनिक खान आएका हजुर पिकनिक भन्दाखेरिमा त्यहीका 3-4 साथीहरू ल्याएर त्यही मान्छेले यहाँ ल्याएर कहिले नआएर कहिले नआउने मान्छे यहाँ ल्याएर किन दारू खुवाएर यहाँ यता किन त्यसलाई मार्यो भनाइ भयो क्या कतिजना 4 जना छ अरे 4 जना साथी 3 जना ती चौधरीका 2 जना उही मरेया लागि 2 जना पहाडीका 7वटा गिलास थियो भन्ने 7वटा गिलास पनि छ अरे जम्बु पनि यत्रो ल्याएर आया अरे अनि यहाँनिर खै यहाँनिर अब तिनीहरूको अब खाया पिया हुन् तिनीहरूले अब खै तिनीहरूले तल फालिदिया कि खै अब त्यसलाई कुटेर मारिकन फालिदिया कि या घोचाएर फालिदिया कि अब क्या डिस्कस्ट भयो अनि हिजो अस्ति खोज्दै फेरि यो ठाउँमा चाहिँ केही सब भेटेको थिएन हिजो त केही भेटेन कति आज 5 दिन भइगयो 5 दिन भन्दा 5 दिन भइगयो उसले खाना नखाएको आज कसरी सब देख्यो आज हिजो यो हावाले गर्दा उता फालेको थियो कि त्यो मान्छेलाई खै हामीलाई त्यो थाहा पनि भएन अब हाम्रो देख्दाखेरि पो बिहान थाहा भयो बल्ल अनि उताबाट त्यो हावा हिजो आउँदाखेरि राति आउँदाखेरि हामीले त्यहाँ सोच्यौँ हावाले हल्लाएर अलि माथितिर ल्याएर त हामीले देख्नु पाऊँ भन्ने सोच भयो हाम्रो हजुर आफै घटाएर होइन कि घटना मारेर फाले हो त्यो त मारेर फाले हो साथीहरूले कि त्यही दिनी आफै मर्ने बिहा त त्यही दिनी त्यसरी नमर्नु पर्ने थियो नि त त्यही दिनी नमर्नु पर्ने पछिल्ला दिनी मर्नु पर्ने थियो त त्यसले दारू त खान्थे त्यहीका अब साथीहरू धेरै छिया तर 4-5 जना छिया 4 जना छिया 3 जना चौधरी 2 जना पहाडी लागि नजिकै यही वरिपरि यहाँ तल सुतैयाका अनि एउटा त त्यो दाइ भाइ भयो पढ्यो त्यो मलाई थाहै छैन भन्ने ऊ त दारू खाएर बिहोस भएर पढाखे ऊ गौँगडा पढ्या रहेछ ऊ मान्छेलाई हानेछु कि मारेछु कि यहाँ घोचल दिया कि यहाँ मारिदिया रहेछ आफू गौँगडा पढ्या अनि यहाँ चाहिँ धेरै पटक खोज्न भेटेन आज बिहान चाहिँ कस्तरी भेट्यो त्यो हामीले थाहै पाउन क्या त्यस्तो भयो बडा समस्याको कुरा हजुर मारेरै फाले होला म त मारेरै फाल्या भन्छु किनकि म मारेर फाल्या भन्ने छ नि किनकि उइदेनी आएर उसै देनी ती दारू खाइकन यहाँ मारे भेटेपछि त मारेर फाल्यो कि नै त अनि साथीसँग आएपछि म किउनीहरू साथीले भन्नुपर्ने ए बाबा हामी यो बिमारी भए पनि बिमारी छ यो बिमारी भयो यो यस्तरी पल्टिया छ भनिदिनु पर्ने छ नि हामीलाई भन्नुपर्ने अब त्यसो पनि भनेन अब हामीले अब रात दिनै हामी त्यहीका लागि रुवाबासी गरेका छौँ कराएका छौँ बिचारा बालकै हुन् मेरा लागि त अधिक गर्ने के मेरा लागि भाउजू भन्ने अति नै माया गर्ने के भाउजू तिमीलाई केही भयो भनेपछि म छु है मेरा दाजुलाई कसले केही गरे पनि म जहाँबाट पनि मान्छे ल्याएर बचाउँछु मेरा दाजुलाई भन्ने अति नै मान्ने उसै अँगाल हाल्ने अनि अँगाल हाल्ने हजुर हो मृत्युको अवस्था देखेको कस्तो भयो होला हामीलाई कस्तोकै अब पुरै मैले त थाम्नै सकेन अब यस्तोरै अब रुवाबासी रोन गएर त यस्तो दिमागले यता लागेको रहेछ यता घाँटीमा पनि लागेको रहेछ अनि चोटपटक त लागेको छ किन नलागला त हानेर मारे किन नलागला यहाँ यता पनि लागेको रहेछ चोटपटक यता पनि लागेको रहेछ बाबु हुन्थ्यो अनि त्यहाँ गर्दाखेरि चोटपटक धेरै लागेको छ भन्ने के माग गर्नु छ त्यो घटना घटाउने मान्छेलाई अब त्यो मारेकै भए त त्यस मान्छेलाई के गर्नुपर्ने हो तपाईँलाई थाहा छ पर्व अब क्याहरू म यहाँ नेपालमा ऊ पनि छैन अब त्यसलाई त कारबाही गर्नै पर्ने हो कारबाही नगरी नहुने त्यस मान्छेलाई त्यस्तरी मान्छेलाई अनि आफ्नो साथी मान्छेलाई त्यस्तरी घटना गरी मारेर फाल्ने मान्छेलाई त अब कारबाही गर्नु पर्यो कि नै कारबाही गर्नै पर्ने कानुन सहित कारबाही हुनै पर्यो हाम्रो माग त्यही छ उहाँको घरसम्म आएका छौँ उहाँको परिवारसँग कुराकानी गरेका थियौँ अझै घरबाट कतिखेर निस्केका थिए होइन उहाँ कोसँग जानुभयो यतिखेर उहाँको परिवार एकदम निकै पीडामा हुनुहुन्छ एउटा चाहिँ 29 वर्षको छोरा गुमाउँदा त्योभन्दा ठुलो पीडा परिवारलाई के हुन्छ अविवाहित हुनुहुन्थ्यो होलीको दिनभन्दा 2 दिन अगाडि चाहिँ उहाँको घरबाट चाहिँ निस्कनु भएको 28 गते चाहिँ निस्कनु भएको छ यता उहाँको बुवा हुन्छ नमस्ते हजुर नमस्ते हजुरको नाम भन्नुहोस् न लोकबहादुर सुनार हजुरको छोरा
छोरा हजुर है हजुर हजुर 28 गते हराउनु 28 गते हरायो। तपाईँहरूले अब प्रहरी आज आयो साथीले त्यहाँ बग्दिनु होइन? पऱ्यो या त ऊ होइन भनेपछि कि त त्यो अनि प्रहरी मान्छेले आज आयो खोजी गर्न जाँदाखेरि प्रहरी आज आयो आएपछि त्यहाँ घटनास्थलमा मुजुरा उठायो त्यो मान्छे अलिक आएन भनेर सत्यकम लगेको छ होइन हजुर हजुर अब 4 जना चाहिँ अहिले प्रहरीको हिरासतमा हुनुहुन्छ हजुर छन् छन् सर। तपाईँले के छ यो त्यो 4 जना साथीले नै मारेको भन्ने कुरा तपाईँले के किन छ त्यस्तो त्यही शङ्का लाग्छ सर मलाई त। शङ्का क्या त्यही हो त्यही हो सर। 4 जनाले मारे अनि के छ अनि तपाईँले यसको जारी सायद दिने तयारी दिन सक्नु भएको दिन पिटाइन जारी दिइसक्नु भयो दिन तयारीमा हुनुहुन्छ गएको छु सर। त्यो अपराधीलाई सकेसम्म अझैसम्म कारबाही चाहिँ माग गर्नु तपाईँ हजुर कारबाही हुनु पर्यो त सर। कारबाही हुनु पर्यो। छिटो कारबाही हुनै पर्छ जस्तै यो मिलमा पनि अहिले चाहिँ छाडा रहेछ त्यहाँ मान्छे अलि तपाईँले देखे हुन्छ यो मिलमा धेरै मान्छे आउने जाउने रहेछ त्यो अलिकता यो घटना चाहिँ पहिलो घटना हो यो पहिलो घटना हो हामीलाई अहिलेसम्म आजसम्म त्यस्तो घटना सोचिया पनि थिएन यस्तो होला भने सोचिया पनि थिएन खान्थे पिन्थे आफ्नो ठाउँमा थियो हामीसँग पनि दिदी बहिनी भन्ने बोल्ने राम्रैसँग बोल्ने कसैसँग झगडा लफडा पनि अहिलेसम्म गरेको सुनेनौँ कसैको लफडा पनि ल्याएको थिएन अहिले 2 वर्ष भयो घरमा बसेको पहिला इन्डिया जाने आउने गर्थ्यो अहिले 2 वर्ष भयो 2 वर्षसम्म आफ्नै घरमा बस्ने खाने कसैलाई दिदी बहिनीलाई नराम्रो शब्द पनि नबोल्ने यति राम्रो मान्छे कि अब त्यो धेरै राम्रो मान्छे हो के समाजमा सबैसँग घुलमिल हामी त भन्थ्यौँ हेर भाइ त्यति साथी भनेर अहिलेको जमानामा सबै साथी एउटै हुँदैनन् कहाँनिर के हुन्छ थाहा हुँदैन त्यस्तो किन गर्छ पनि भन्थेँ म त कहिले मलाई देखेपछि यस्तो भन्छ दिदी भनेर मलाई देखेपछि लुक्थ्यो पनि त्यो त्यस्तो गर्थ्यो लाज मान्ने मलाई देख्न बित्तिकै भित्र बसिजाने बरु त्यो मेरो नजिक आउँथेन त्यसले म यसले दिदीले यस्तो भन्छ भनेर त्यस्तो गर्ने मान्छे त्यो दिन पनि अब खान त खायो अब मार्यो भन्ने शङ्का कसरी मान्यो हामीले भनेपछि अब मर्ने भए आफै आत्महत्या गर्ने मान्छे त एक्लै जान्छ नि त एक्लै बस्छ एक्लै खान्छ हो कि नै अब अहिले 6-7 जनाको ग्याङ भएर मर्या छ त्यो अनि त्यही मान्छेले के भने सोद्धाखेरि नै मल्लो ग्याटसम्म पुगेको थियो त्यो मान्छे भने घर आइहाल्यो यहाँनिर आएको मान्छे त्यो कसरी उहाँ मर्न गयो त ल भन्नु त त्यो शङ्का त त्यस्तै भइगयो नि त हो त्यही हत्या नै गरेको अनि त्यहाँ थिएन लास्ट मैले तलसम्म यसरी घुप्टी बढेर पनि हेरेको हिजो 2 बजेतिर 2 बजेदेखि हामीले 12 बजेदेखि 2 बजेसम्म 3 बजेसम्म खोज्यौँ त्यहाँ सारा फ्याक्ट्रीको ओल्तिर पल्तिर जहाँ ठुल्ठुला डराम छन् पाइप छन् त्यहाँ खोज्यौँ कहीँ भेट्टाएन जहाँ आज लास्ट भेट्दैछ त्यहाँ पनि मैले 2 चोटि यतातिरबाट पनि हेरेँ उतातिरबाट पनि हेरेँ कलबाट तल उन्डी भएर न्युत्यो अरे त्यतिखेर पनि हामीले देख्याउनु लास्ट देख्याउनु अब आज बिहान नाति गयो बिहान त्यो छोरो गएर हेरे त लास्ट भेट टेर्नु त्यहीँनिर लास्ट भेट 81 आज बिहान पौनी 9 8:30 बजेतिर भेट्टे लास्ट कस्तो अवस्थामा थियो लास्ट हेर्दाखेरि पानीमै थियो पानीमै थियो सुन्ने केही थिएन पानीमै थियो सुन्ने छैन त्यहाँ गएर के हेर्नुभयो पानी कहाँ चोटपटक उहाँलाई लागेको थियो चोटपटक त देखाउनु सकिन्न हेर्न दिएन हेर्न दिएन हामीलाई पछाडि लाग्यो जान दिएन हामीलाई जुन अजयसँग जुन साथीहरूमा गएको भन्नुहुन्छ नि उहाँको साथीहरू यहाँ नजिकै थिए कि बाहिरको साथी हुनुहुन्छ यहीँ नजिक गए हुन् अनि त्यो पसलवाला भन्दैछियो 7 गिलास लियो 2 जना आएका हुन् मैले 100 रुपियाँ दिएर 7 गिलास दिएका हुन् मेरोमा एकै क्वार्टर मल्ला दोकानबाट किन्यो मेरोमा रक्सी छैन अनि 7 जना भिन्न कति चाहिँ हामीलाई थाहा भएन 7 गिलास खायो 7 गिलास लिन गएका पछि गिलास फिर्ता दिएर मैले पैसा फिर्ता दिएँ भन्दैछ त्यो पसलवालो भने 7 जना हुनुहुन्थ्यो भने जानकारी भयो त्यो गिलासबाट पत्ता लाग्यो गिलासबाट त्यही भित्र चाहिँ अब त्यो के कुराहरु खाए त्यहाँ हामीलाई नाउँ थाहा भएन के कुरा थियो के खायो अब अझैसँग कुनै त्यस्तो अब कुनै अनि त्यस्तो अब दुश्मनी त्यस्तो केही त्यस्तो थियो अथवा त्यस्तो कुनैसँग रेसिपी त्यस्तो के थियो दुश्मनी त यो दुश्मनी हामीसँग कसैको छैन मेरो छोरो त यस्तो सिधा मान्छे कि सारा मान्छे सब संसार रुएको छ त्यसका लागि कसैकोसम्म दुश्मनी छैन तर एकजनीले धम्की दिएको थियो हैन दिदी भन्नु कहिले एकजनीले धम्की दिएको छ त्यसलाई के रहेछ अब हामीलाई शंका त्यही माथि लाग्यो हामीले त्योमा कारबाही गर्नु पाउनु पर्यो बाबुको जिउ गयो हामीले लास्ट त पायौं नत्र कति के गरे भने घरबाट त कहीँ जाँदैन थियो मेरो छोरा तपाई एउटा आमा हुनुहुन्छ हैन अब 9 महिना छ पेटमा राखेर छोरा हुर्काउनु भयो अनि छोराको यो अवस्था देख्दा 29 वर्षको उमेरमा यसले चाहिँ जाने मागा छन् र विवाह नगरेको विवाहले यो घटनालाई छोराले आफै नै भयो कि अथवा ती साथीहरु नै घटाएको जस्तो लाग्छ तपाईलाई मलाई त साथीहरु आफै घटाउन सक्दैन हजुर
आफै त्यस्तो मान्छे होइन त्यो बाहिरबाट साथीले मलाई त सङ्ख्या त्यही छ जस्तै उहाँ आन्टीले भनिराख्नु भएको छ हिजो दिनभरि मैले खोजेँ त्यो ठाउँमा केही पनि भेटिएन र आज चाहिँ जाँदा त्यही खोजेको ठाउँमा चाहिँ सब त्यहीँ भेटेको भन्ने कुरा आएको यसरी हेर्दा अलिकति हामी अनुमान पनि गर्न सक्छौँ यो घटना चाहिँ पछि त्यहाँ सब लुकाइएको अथवा पछि त्यहाँ फालिएको पछि फाले जस्तो लाग्यो हामीलाई हजुर हजुर त्यो राति फाले जस्तै छ राति फाले नत्र शून्य पनि छैन केही पनि छैन केही छैन केही छैन या त राति फाल्यो या त त्यो होम पाइप भित्र थियो त्यो रातभरि थिएन होम पाइप भित्र मैले हेरेँ औरी आएर बिहान पानी हल्लियो नि त राति पानी हल्लिएको कारणले बाहिर निस्कियो जस्तो शङ्का छ हामीलाई तर त्यो भित्रै थियो त्यो मारेरै फालेको आफू त मरेन हामी त नि पडोसी हो यहाँनिरै छ मेरो घर है म पनि पडोसी मान्छे हुँ मेरो पनि भाइ हो नाता भाइ हो तर हामी कति खोज्यौँ कति के गरौँ भेटाउँदै 4 दिनसम्म त्यही फ्याक्ट्रीमै घुम्यौँ फ्याक्ट्रीमै खोज्यौँ हिजो पनि चार सुटी 4 टोल गइकन हेऱ्यो त्यहाँ लासौँ 4 दिनपछि आज भेट्यो हजुर अनि बिहान 5 बजे 7:30 बजेतिरबाट त्यहीँ भेट्यो फेरि अझै पहिला पनि घरबाट यसै जानुहुन्थ्यो अथवा साथीको पहिला पनि बस्नुहुन्थ्यो कि यो पहिलोचोटि बस्नु भएको एकैचोटि गएको हजुर अहिले कति 2 वर्ष भयो नै साथीसम्म गएर साथीको दिदीको घरमा बसेर त्यहाँपछि त्यो साथीसम्म आइहाल्यो तर यस्तो कहिले बाहिर यस्तो कहिले बस्नु नै त्यस्तो बस्दैन हजुर कहिले नबस्ने जति खाया पिया पनि आफ्नै घरमा आइजान्छ हो दिदी यही हो यसको घरमा जान्छ मात्र खायो अनि यो तल्लो घर आफ्नो ठुलो बुवाको घर अब भाइ गुमाउनु भएको छ अहिले के गर्नुहुन्छ यो घटनालाई हेर्दा भाइलाई चाहिँ उहाँले साथीहरू नै जस्तो घटना घटाइयो हो अब यो घटना घटाएको छ अब मेरो भाइलाई त्यसरी जसले त्यस्तो त्यसलाई कारबाही गर्नुपर्छ अहिले मेरो भाइलाई गर्यो भोलि अर्काको भाइलाई पनि त्यस्तो गर्ला भोलि अर्काको भाइलाई त्यस्तो गर्नु पाइँदैन न्याय त हामीले अनिवार्य पाउनु पर्यो न्याय त हुनै पर्यो कि फाँसीको सजाय हुनु पर्यो कि जीवन कैद हुनु पर्यो त्यसको आमा के भन्नुहुन्छ मेरो भनाइ पनि त्यही छ सजाय हुनै पर्छ मेरा छोरालाई त्यस्तो गरेपछि मलाई कस्तो लाग्यो होला पीडा चाँडोभन्दा चाँडो हजुर चाँडोभन्दा चाँडै गर्नुपर्छ त्यस्तै के भन्नुहुन्छ बुवा ठिक त्यसो केही गर्नु पर्यो त्यो साथीहरू नै घटना साथीहरूले घटना जस्तो छ कहाँ जान्छु भन्ने केही भन्नुभएको थियो उहाँले जान्छु केही भन्यो न अब यहाँ तलसम्म त्यो घरमा गयो त्यहाँबाट गएर अब बोलाएर लग्यो त्यहाँनिर आएर साथीहरूले लग्यो साथीले कतिजना साथी हुन्थ्यो के भन्नुभएको थियो कि 7 जना थिए साथी देख्नु भएको थियो हजुरले देखाएको न भन्ने मान्छेले सुने हजुर त्यहाँ गइसकेपछि अब छोरा आने साँझसम्म आउनु आयो न साँझ आयो न मैले सोचेको त्यहाँबाट आउँछ अब साँझ आइजाला आफ्नो आफन्तीको घरमा गएको थियो यसो सोचेँ साँझ आएन अनि त्यो साँझको पछिल्ला दिन अझै 1-2 बजे मैले खोजी गरेँ उहाँलाई भनेको मैले बाबु कहाँ छ अज्जु भने त्यहीको साथीलाई सोद्धाखेरि त्यसले भने कि यहाँ छैन यहाँबाट गइगयो भने थाहै छैन फेरि मैले कसैमा खायो पियो हो अनि तपाईँहरूले रात पनि खोज्नु भन्नु त्यो साँझ खोज्नु हजुर साथीको उहाँ साथी पनि थियो हाम्रो त्यहाँ परिवार पनि छ तिनको घरमा गयो आफन्तको नआउँदाखेरि फेरि मैले खोजी गरेँ 1-2 बजेतिर खोजी गरेँ उहाँलाई भनेको बाबु खोइ अज्जु त्यहाँ छ कि त्यसलाई सोध्नु भयो कि भने सोधेँ त्यसले छैन भन्यो पछि मैले भने किन छैन भन्छ त्यो त्यसको घरमै होला भनेर फेरि यहाँ खोज्नु जानुभयो त्यहाँ खोजेर आउनुभयो फेरि भेटेन त्यहाँ पछि त्यहाँ बिस्तारै त्यहाँ खबर पायो बिस्तारै त्यहाँ भित्र गएर खोज्नु लाग्यो थिए यति खायो भन्ने कुरा फेरि बस्यो भन्ने कुरा फेरि भोलिपल्ट थाहा भयो हजुर त्यसपछि तपाईँहरूले खोजीकारले प्रहरीमा निम्तिनु भयो हजुर आफन्तहरूको खोजी गर्दा पछि पत्ता लाग्यो खोजी कार्य सुरु भयो होइन अनि त्यसपछि यहाँ अनि तपाईँले प्रहरीले एकातिर खोजी कार्य गरिरहेको थियो भनौँ हजुर तपाईँले अनि कहाँ खोज्नु भयो त यहाँ बाहेक अरू कहाँ यहीँ खोज्यौँ धेरै त यहाँ भित्रै सङ्ख्या हुनाले त्यहीँ भित्रै खोज्यौँ फ्याक्ट्रीमै खोज्नु फ्याक्ट्रीमा खोज्यौँ पुलामा खोज्यौँ सबै ठाउँमा खोज्दाखेरि हिजोसम्म त्यो बिहान पनि भेट्टेन हिजो पनि गयौँ अस्ति पनि गएँ 3 दिनसम्म हजुर अझै आज बिहान जाँदाखेरि पनि भेट्टेन पछि त्यहाँपछि ती छोरा र एउटा नातिलाई पठाउँदाखेरि त्यसपछि अझै त्यहीँनिर भेट्यो दर्शक पनि हामीले चाहिँ अजयको परिवार र आफन्त छिमेकीहरूसँग कुराकानी गरिसकेका छौँ अझै 28 गते घरबाट 11 बजी बिहान निस्केका थिए अझै साथीसँग त्यो चुवा मिलभित्र गएका थिए
त्यहीँभित्र पार्टी पनि मनाएका थिए र त्यही साथीहरूले नै चाहिँ मारेको भन्ने यतिखेर अजयको परिवार र बुबा आमाले भनिरहेका छन्। अहिले अजयको शव चाहिँ टिकापुर अस्पतालमा चाहिँ पोस्टमार्टम लगेको छ भने ती 4 जना साथीलाई चाहिँ अहिले प्रहरीले चाहिँ आफ्नो हिरासतमा लिएको छ र चाहिँ अहिले सुन्नमा आएको छ 7 जना जम्मा 7 जना हुनुहुन्थ्यो र अझै लागेर र 4 जना अहिले प्रहरीको हिरासतमा हुनुहुन्छ भने 2 जना अरू कोन अहिले थाहा हुन सकेको छैन र यस विषयमा पक्कै पनि प्रहरीले चाहिँ निष्पक्ष रूपमा चाहिँ छानबिन गरोस्। यदि अपराधी नै हुन् तिनी 4 जना 6 जना साथी अपराधी नै हुन् भने हदैसम्मको कारबाही होस्। त्यो घटनामा दोषीलाई हदैसम्मको कारबाही होस् भन्ने हामी माग चाहन्छौँ र आगामी यस्ता घटनाहरू नहुनको लागि तपाईँले आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न सक्छ। र हाम्रो समाजमा यस्ता घटनाहरू दिन दाडी घटिरहेका छन्। अहिले मान्छेलाई त अहिले सामान्यतया रूपमा मारेको जस्तै सामान्य जनावरलाई मारे जस्तै त्यसरी चाहिँ मान्छेलाई दिनदाडी मारिरहेका छन् जस्तो अवस्था छ। हेर्नुहोस् त यस विषयमा अलिकता कानुन प्रशासन यहाँको स्थानीय सरकारले पनि अलिक पक्कै पनि ध्यान दियोस्। यो जुन घटना घटिएको छ यो चुवा मिल बाँसुरिङ सुगर मिल जुन घटेको विगत धेरै वर्षदेखि यो बन्द रहेको मिलमा अहिले दिनदाडे धेरै मान्छेहरू आउने जाउने गरिरहेको रहेछ। अलिकता त्यो ठाउँ पनि त्यस्तै भएको रहेछ ठाउँ रहेछ। त्यो यो विषय पनि अलिकता यहाँको प्रहरी प्रशासनले अलिकता चाहिँ चासो यहाँको स्थानीय सरकारले अलिकता यो त्यो घटनास्थल बारेमा अलिकति त्यो ठाउँको बारेमा अलिकता चासो लिइदिनु होला भन्ने अनुरोध गर्दछु। र यो भिडियोले सकेसम्म धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। यो परिवारलाई पक्कै पनि न्याय मिलोस्। जुन 29 वर्षीय अजय सुनारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यहाँ बिदा हुन्छु। नमस्ते।